दिदीबहिनी लगायत सम्पूर्ण देशवासी र विदेशमा रहनुहुने हामी सम्पूर्ण नेपालीहरूको सुख शान्ति समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गर्दछु। सडुल पर्वको उपलक्ष्यमा आज सडुल पर्व हामी मनाउँदैछौँ। उराउँ जातिबाट म उराउँ जातिको प्रतिनिधित्व गर्दै म रामकृष्ण उराउँ, घर मेरो नर्वा वार्ड नम्बर 1 र आज हामी यहाँ जसरी यो भेला गरेर यहाँ जो पूजा गर्दैछौँ, यहाँ हामी आम दर्शकहरूलाई देखाउँदैछौँ, श्रोताहरूलाई सुनाउँदैछौँ। यो एउटा उराउँ जातिको पहिचान सृष्टिकालदेखि पारम्परिक रूपमा हाम्रो पूर्वजहरूले मान्दै आएको यो हाम्रो प्रकृति पूजा, जसलाई हामी आफ्नो भाषामा सरना पूजा भन्छौँ। सरना भनेको प्रकृति पूजा गर्दाखेरि गर्ने हुनाले हामी सरना पूजा भन्छौँ। र हाम्रो आदिवासी उराउँहरूको धार्मिक आस्था पनि प्रकृतिसँग जोडेको, आध्यात्मिक विचार पनि, आध्यात्मिक आस्था पनि सबै प्रकृतिसँग जोडिएको यो सृष्टिमा जति रुख बिरुवा, जल जङ्गल जमिन, यही नै हाम्रो देवी देवता हो, यही नै हाम्रो साक्षात भगवान हो। त्यही भगवानलाई हामी धर्मे बेलास भन्छौँ र धर्मेशको नामबाट आज यहाँ हामी सम्पूर्ण उराउँ आदिवासी समुदायका व्यक्तित्वहरू आएर आज धर्मेशको नाममा हामी पूजा अर्चना गर्दैछौँ, विधि प्रार्थना गर्दैछौँ। यो गर्नाले के हुन्छ? यो गर्ने सबै कुरालाई हाम्रो एउटा सङ्गठन छ, राजीपाडा सरना प्रार्थना सभा नेपाल, जो कि नेपालमा आज यो उराउँ जातिको पहिचान, धर्म, संस्कृति, वेशभूषाको सन्दर्भमा एउटा पहिचान कायम गर्नको लागि काम गरिरहेको छ विगत 15 वर्षदेखि। त्यसको आज नाम यो भइरहेको छ। हजुर, एकदम सही कुरा गर्नुभयो र जेन्युन प्रश्न उठाउनुभयो कि नेपाल देश भनेको बहुल जाति, बहुभाषी, बहुसांस्कृतिक, बहुभौगोलिक देश हो। यहाँ आदिवासी पनि थुप्रै छन्, 59 आदिवासी छन्, जसमध्ये हामी उराउँ पनि एउटा हो। र यो प्रकृति पूजा भनेको सरना पूजा जुन आज हामी गर्दैछौँ, यो सरना पूजा र सरना धर्म भनेको यो नेपालमा अहिले हेर्दाखेरि यो भर्खरै आएको अथवा नयाँ जस्तो देखिरहेको छ, मान्छेले बुझिरहेको छ, तर वास्तवमा यो नयाँ होइन। यो सृष्टिकालदेखि चल्दै आएको, हाम्रो पूर्वजहरूले चलाउँदै आएको परम्परा हो। जहिले यो पृथ्वी सृष्टि भयो, यो जति जल जङ्गल जमिनको सृष्टि भयो, जीव जन्तु बन्यो, त्यतिखेरदेखि नै हाम्रो पूर्वजहरूले मान्दै आएको छ। यो कुरालाई हामी कसरी प्रमाणित गर्न सक्छौँ भने हाम्रो उराउँ आदिवासी लगायत अन्य आदिवासीहरू जल जङ्गल जङ्गलमा बस्दै आउँदाखेरि